को राजनीतिक चाहियो राजनीतिक चाहियो सुधार कहिले स्वास्थ्य सेवा के हो स्वास्थ्य सेवा के हो अस्पताल चाहियो कि भाषा अस्पताल चाहियो कि भाषा। श्रीमान गौपालिका अध्यक्ष दिवंगत गौपालिका देवांग सुनसरी विषय विभिन्न सार्वजनिक हित का निर्णय कार्यान्वयन नहुनु बजेट भेदभाव तथा शिक्षा सम्बन्धी गंभीर विषयमा ध्यान आकर्षण गरी आवश्यक पहल गरिदिनु हुने सम्बन्धमा महोदय देवानगंज गाउँपालिका भित्र सार्वजनिक हित स्वास्थ्य सुरक्षा शिक्षा सुधार तथा धार्मिक सांस्कृतिक सम्मानसँग प्रत्यक्ष रूपमा सम्बन्धित निम्न विषयहरू लामो समयदेखि समाधान नहुनु अत्यन्तै दुःखद चिन्ताजनक र जनविश्वास कमजोर बनाउने खालको देखिएकोले यस ज्ञापन पत्र मार्फत तपाईको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सामुदायिक 1 नम्बर सामुदायिक रगत समूह परीक्षण तथा अभिलेख कार्यक्रम नेपाल रेड क्रॉस सोसाइटी देवानगंज उपशाखाद्वारा समुदायका सम्पूर्ण नागरिकका रगत समूह ब्लड ग्रुप परीक्षण तथा अभिलेख गर्ने उद्देश्यले प्रस्ताव गरिएको कार्यक्रम गाउँपालिकामा दर्ता भई निर्णय प्रक्रिया समेत अगाडि बढेको हुँदाहुँदै पनि आवश्यक आर्थिक सहयोग हालसम्म उपलब्ध नगराउनु अत्यन्तै दुःखद विषय हो। रगत अभावका कारण आकस्मिक अवस्थामा नागरिकको ज्यान जोखिममा पर्ने अवस्थालाई न्यूनीकरण गर्न यो कार्यक्रम अत्यन्तै आवश्यक छ। यसमा ढिला सुस्ती हुनु जनस्वास्थ्य प्रति गम्भीर लापरवाही मानिन्छ। 2 नम्बर सामुदायिक विद्यालयको शैक्षिक स्तर उन्नति सम्बन्धी विषय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ देवानगंज सुनसरीबाट प्रस्तुत गरिएको शिक्षा स्तर उन्नति सम्बन्धी माग पत्र उल्लेखित सुझावहरू गरीब तथा विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री उत्कृष्ट विद्यार्थीका लागि प्रोत्साहन भौतिक पूर्वाधार पुस्तकालय शिक्षण व्यवस्थापन पारदर्शी लेखा तथा नियमित अनुगमन जस्ता अत्यन्तै महत्वपूर्ण जम्मा 14 वटा बुन्दाहरू थियो। तर सो विषयमा गाउँपालिकाबाट ठोस निर्णय कार्यान्वयन नहुनु शिक्षा क्षेत्रको गैर जिम्मेवारीको संकेत हो। 3 नम्बर काली पूजा मेला सम्बन्धी बजेटमा गरिएको स्पष्ट भेदभाव गाउँपालिका अध्यक्षज्यू स्वयंले काली पूजामा मेला सञ्चालनका लागि रु 2 लाख उपलब्ध गराउने मौखिक आश्वासन दिनु भएको कलश यात्रामा सहभागिता जनाई उद्घाटन समेत गर्नु भएको तथ्य सबैलाई विदित छ। तर व्यवहारमा अन्य वडाहरूमा काली पूजा दुर्गा पूजा तथा विभिन्न धार्मिक कार्यक्रमका लागि बजेट छुट्याएको